बाय बाय भन्दै ए चल ओटिपी भन्नु न यति देखा ओइ जग्गाको नाम के देखायो त्यही होला जानुको लागि चाहिँ फुरुक्क भएको छ आज के अरे बर्थडेमा जानुको लागि हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग हेर्नु गाइस मेरो चाहिँ नयाँ भिडियो हो यो हेलो गाइस वेलकम ब्याक माई न्यू ब्लग हेर्नुहोस् मेरो नाति केटालाई कस्तो मजाले अटोमा बसेको छ खुसी भएको छ है खुसी भएको छ आज चाहिँ हाम्रो प्यारो बहिनीको आज बर्थडे अरे हाम्रो जानुको लागि पुरा रेडी भएको छ सबैजना रेडी भइसकेको छ हामी पनि रेडी भइसकेको छु हामी पनि जाने हो हामी जाने हो ओला सोला बुक गर्ने हो बुक गरेको बादमा जाने हो हेर्नुहोस् सबै कसैले सोसैले बोकेको छ हो बहुत जाने उहाँ जाने अरे एउटा उहाँ जाने अरे रास्ता चाहिँ यस्तो छ हो रुमको चाहिँ हाल बेहाल छ है डोलु मलु रे जान आँटेको छ अरे चप्पल लाएर जा यत्रो चप्पल छ कुन चाहिँ चप्पल मनपर्छ लगा बाय बाय भन्दै ए चल तार कित मगर बाय पापा हिँड्यो अब यिनीहरू हाम्रो प्यारो पलक बहिनीको बर्थडेमा हो म पनि हिँडेको अब के गर्नु त पर्दैन जति भेट्छ चार्जर हुन्छ हौ गएको मान्छे घुर्नु हुन्न गएको मान्छे चल्छ हौ हामी चाहिँ रास्तामा निक्लिसक्यौँ भयो बुक भयो अब यहाँ ओला बुक हुँदैछ रेपिडो हेर पहिला बुक भएको भएन जान्दिनँ छोड अब दुध ल्याएको ल्याएन हेर्नुहोस् है हेर्नुहोस् अब हामी हिँडेको पलक बहिनीको बर्थडेमा अच्छा ठीक है छोटू जाने अरे छोटू पनि जाने अरे हामी पुरा वेटिङ गर्दैछु यहाँ पर्खिरहेको छु लगेको छ होला ओटिपी भन्नु न यति देखा जग्गाको नाम के देखायो त्यही होला ओला बुक भइसक्यो अब चाहिँ गाडी आउनुको लागि पर्खिरहेको छु कति देर छ देखा त टाइम देखा ल उयो देखाउँछ त किलोमिटर देखाउँछ आइसक्छ गाडी कति खा गाडी यहाँ देखाउनु न ओला बुक भइसक्यो कस्तो लाग्यो भनेर मरिमेटी जान्छ यहाँ चाहिँ कपडा सिलाउने हो यता चाहिँ हाम्रो रुम हो अनि गिफ्ट के बकेट छ यहाँ पनि छ गिफ्ट त्यहाँ पनि गिफ्ट छ हेर्नुहोस् यहाँ चाहिँ आएको बेकरी त्यो राम्रो मल छ मजाको छ पलक बहिनीको आज बर्थडेमा गइँदैछ यो चाहिँ मछली बजार हो।
गाडीको वेट गरेको चाहिँ यहाँ चाहिँ खोइ त गाडी साडी आएको छैन। मुझे अपने घर जाना है। वहाँ जानुको लागि चाहिँ फुरुक्क भएको छ आज के अरे बर्थडेमा जानुको लागि चाहिँदैन। गाडी आउँदैछ गाडी आउँदैछ नम्बर गाडी नम्बर रेसेस के गर्नु ग्यास पर्खिँदा थाकिसक्यो अब कतिखेर आउँछ अब थाहा छैन। त्यो अटोवाला ओला बुक गर्दा गर्दा बल्ल बल्ल ओटिपी भन्दै सामान राम्ररी हेर्नु नि झर्छ नि। तू समझा? हाँ। नहीं तू समझा नहीं। ल पक्रा कति किलोमिटर छ? 20 मिनट। चलो गाइस कहीँ नै गयो गाइस। अच्छा मेरो गयो अब म चाहिँ फर्किँदैछु घर। म जान्नु मन त लागेको थियो जाम जस्तो लाग्यो तर फेरि मजा लागेन किनभने नि कस्तो छ बेङ्गलोरमा गरम नि कस्तो गरम छ हो। अब म चाहिँ फर्किएको मेरो रुमतिर हो आराम गर्छु। एक्सन मुभी हेर्छु हो फिल्म हिन्दी फिल्म हेर्छु हो। यहाँ नल सुकाएर भर्खर भएको छ यहाँ कालो मान्छेहरूले। यता चाहिँ अघि म पानी लिनु गएको हेर्नुहोस्। आजभोलि कि दिवार हेर्नु है वाल उठाउँदैन डाइरेक्टली खतरा निक्लेछ चल वाल पुरा सजिलो खालको। हेर्नु ग्यास सिलिन्डर म चाहिँ गइनँ पलक बहिनीको बर्थडेमा। दुईजना गयो अनि आउँछ होला आज शनिबार सरी आज शुक्रबार शनिबार आइतबारतिर आउँछ होला। हेर्नुहोस् मेरो रुम चाहिँ यता हो है। मेरो रुम चाहिँ यहाँ छ हो। यो बाइक चाहिँ मेरै हो अनि राखिरहेको छु बाहिर। बहुत गरम छ बेङ्गलोरमा त बहुत गरम छ। सिँढी चाहिँ यो हो यसरी जानुपर्छ टुक्रुक टुक्रुक गरेर आफ्नो रुममा जाने हो। अब दुईजना गएको अब चाहिँ फिल्म हेरेर बस्दै हमको जिंदा मत छोड़। कस्तो घाम लागेको छ हो टन्टलपुर घाम लागेको छ त। हेर्नु त मान्छेहरू काम गर्नु गएको देख्नुभयो काम गर्नु गएको। गाइस म चाहिँ रुम आइपुग्यो अब फिल्म हेर्ने हो। ल फ्यान पनि लगाइदिए अब चाहिँ फिल्म हेर्ने। गाइस राखेँ अहिले।